प्यारो साथीहरू, म चाहिँ बहराइनबाट। अनि तपाईँ नि? बहराइनमा कस्तो गर्मी परेको हो के भने, त्यसैले हामी चाहिँ जलक बिच जाने सल्लाह गऱ्यौँ। स्पेसियली चाहिँ मेरो श्रीमानको साथीको वाइफ चाहिँ नेपालबाट आएको केही दिन भएको छ र उनीको चाहिँ आज बर्थडे पनि परेकोले कहाँ जाने त भन्नाले बिच जाउँ न त भन्ने सल्लाह गरी र हामी चाहिँ बिच आएको। र उहाँहरू सबैजना चाहिँ मेरो श्रीमानको साथीहरू। यहाँ चाहिँ मेरो श्रीमान चाहिँ पानीमा जम्प गरौँ न बाबा भन्दैछ मैले, र उहाँले नाइ चिसो होला पानी भन्दै हुनुहुन्छ क्या। अनि जम्प गर्नै मान्नु भएन नि। अनि मैले चाहिँ सेकेन्डचोटि जसरी पनि जम्प गराउँछु वाला भएर गर्नुहोस् भन्दै मोटिभेट गर्दैछु। अनि बाबाले जम्प गरेको, छोरी पनि पछि पछि जम्प गरिरहने। उसलाई चाहिँ कस्तो केही कुराको डरै लाग्दैन क्या। हुन त ऊ 3 वर्ष पुरा भएर 4 मात्रै भर्खर भएको छ, तर पनि कस्तो धेरै करेजियस छ कि कस्तो खुसी लाग्ने भने। घरमा बुढाबुढी भएको घर र बच्चा भएको घर सधैँ कस्तो उज्यालो हुन्छ भन्छ नि। लाइक सी इज द लाइट अफ आवर लाइफ एन्ड होल प्यारेन्ट्स क्यान रिलेट द्याट। मोस्ट अफ प्यारेन्ट्स हामी ठुलो मान्छेहरूले चाहिँ बच्चाहरूलाई कस्तो कम सोच्छ नि त, अन्डर एस्टिमेट गर्छ, लड्छ होला वाला टाइपको। बट दे हेभ देयर ओन इन्टेलिजेन्स एन्ड डिसिजन मेकिङ। मलाई स्विमिङ गर्नु चाहिँ आउँदैन, बट देन बेस्ट लाग्छ यसरी पानीमा रमाइलो गर्नु चाहिँ। कति रमाइलो भयो आजको दिन। किन होला है यति रमाइलो समय चाहिँ चाँडै सकिने भने। बाई बाई जलक बिच, सी यु अगेन। तपाईँहरू पनि जान सक्नुहुन्छ है जलक बिच, बेस्ट लाग्यो मलाई चाहिँ। ओके।